आज हामी फेरि पनि उपस्थित भएका छौं जीके ज्ञान सागर युट्युब च्यानलमा। आज हामी नेपालको इतिहाससँग सम्बन्धित महत्त्वपूर्ण 50 वटा प्रश्नहरू यता प्रस्तुत गर्दैछौं। यी प्रश्नहरू कतिको तपाईले याद गर्नुभएको थियो त्यो कुरालाई पनि मूल्याङ्कन गर्दै प्रश्नहरू हेर्दै गर्नुहोला। हामी निरन्तर रूपमा अझै इतिहास सम्बन्धी थप प्रश्नहरू अर्को पाठमा ल्याउने नै छौं। त्यतिन्जेलसम्मको लागि जीके ज्ञान युट्युब च्यानल हेर्दै गर्नुहोला। त्यस्तै गरेर हाम्रो च्यानल मनपर्छ भनेपछि लाइक, कमेन्ट अनि शेयर र सब्स्क्राइब गरिदिनुहोला र केही प्रतिक्रिया छन् भनेपछि तलको कमेन्ट बक्समा दिनुहोला। आज हामी सुरु गरौं नेपालको इतिहास सम्बन्धी केही महत्त्वपूर्ण प्रश्नहरूबाट। आजको हाम्रो पहिलो प्रश्न रहेको छ, त्रिभुवन विश्वविद्यालयको स्थापनाको घोषणा कहिले भयो भनेको छ। यसको उत्तर रहेको छ 2012 साल चैत 18 गते। त्यस्तै गरेर अर्को प्रश्न छ, नरहरि शाह कहाँका राजा थिए। यसको उत्तर रहेको छ हाम्रो लमजुङ। त्यस्तै गरेर हाम्रो तेस्रो प्रश्न रहेको छ, भद्राधिवास मन्दिर कसले निर्माण गरेका थिए। यसको उत्तर रहेको छ नरेन्द्र देव। त्यस्तै गरेर अर्को प्रश्न छ, मानगिरह कसले निर्माण गरेका थिए। यसको उत्तर रहेको छ मानदेवले। त्यस्तै गरेर हाम्रो पाँचौं प्रश्न रहेको छ, न्यातपोल देवल कसले बनाउन लगाएका थिए। यसको उत्तर रहेको छ भूपतेन्द्र मल्ल। त्यस्तै गरेर अर्को प्रश्न रहेको छ, नेपालको इतिहासमा ऐतिहासिक प्रामाणिक राजा भनेर कसलाई भनिन्छ। यो एकदमै महत्त्वपूर्ण छ। यसको उत्तर रहेको छ मानदेवलाई। त्यस्तै गरेर अर्को प्रश्न रहेको छ, मिलिट्री अस्पतालको स्थापना कसले गरेका थिए। यसको उत्तर रहेको छ चन्द्र शमशेर। त्यस्तै गरेर तपाईको लागि अर्को प्रश्न रहेको छ, रातो मच्छिन्द्रनाथको रथयात्रा चलन कसले चलाएका थिए। यसको उत्तर खोज्ने प्रयास गर्नुहोला। तपाईले तल यसको सही उत्तर पत्ता लगाएर कमेन्ट सेक्सनमा दिनुहोला। त्यस्तै गरेर आजको 9औं प्रश्न रहेको छ, कैलाशकूट भवनको महिमा कहाँको शिलालेखमा उल्लेख गरिएको छ। यसको उत्तर रहेको छ सागाको शिलालेखमा। त्यस्तै गरेर 10औं प्रश्न रहेको छ, वैष्णव मुद्रा प्रचलनमा ल्याउने लिच्छवी राजा को हुन्। यसको उत्तर रहेको छ अंशुवर्मा। त्यस्तै गरेर हाम्रो 11औं प्रश्न रहेको छ, नरेन्द्र देवले कहिलेदेखि कहिलेसम्म शासन गरे। यसको उत्तर रहेको छ विशेष सम्वत 702 देखि 736 सम्म। त्यस्तै गरेर हाम्रो 12औं प्रश्न रहेको छ, लिच्छवीकालीन समयमा पण र पुराण नामक मुद्रा प्रचलनमा थियो। एक पुराणमा कति पण हुन्थ्यो। यसको उत्तर रहेको छ 16 वटा। त्यस्तै गरेर अर्को प्रश्न रहेको छ, भोटे जात्राको प्रचलन कसले चलाए। यसको उत्तर रहेको छ नरेन्द्र देवले। त्यस्तै गरेर हाम्रो 14औं प्रश्न रहेको छ, सिकाली जात्रा ललितपुरको नेवार समुदायसँग सम्बन्धित छ भनेर बैरागी जात्रा कहाँ प्रचलित छ। यसको उत्तर रहेको छ जुम्लामा। त्यस्तै गरेर हाम्रो 15औं प्रश्न रहेको छ, स्वयम्भूको ज्योतिलाई छोपी सोमाथि चैत्यको निर्माण गर्ने राजा को हुन् भनेको छ। यसको उत्तर रहेको छ प्रचण्ड देव। त्यस्तै गरेर हाम्रो आजको 16औं प्रश्न रहेको छ, कुन मल्ल राजाको पालामा खस राजा जितारी मल्लले उपत्यका आक्रमण गरेका थिए। यसको उत्तर रहेको छ अनन्त मल्ल। त्यस्तै गरेर हाम्रो आजको 17औं प्रश्न रहेको छ, बनेपा पनौती नाला धुलीखेल सागा आदि सहरको निर्माण कसले गरेका हुन्। यसको उत्तर रहेको छ अनन्त मल्ल। त्यस्तै गरेर हाम्रो आजको 18औं प्रश्न रहेको छ, मल्लकालमा प्रधानमन्त्री लाई के भनिन्थ्यो। यसको उत्तर रहेको छ चौतारा। त्यस्तै गरेर हाम्रो आजको 19औं प्रश्न रहेको छ, आफूलाई गन्धर्व गुरु भनी लेख्ने राजा को थिए। यसको उत्तर रहेको छ जयप्रकाश मल्ल। त्यस्तै गरेर हाम्रो अर्को प्रश्न रहेको छ 20औं नम्बर, भक्तपुरका अन्तिम राजा को थिए।
यसको उत्तर रहेको छ रणजित मल्ल। त्यस्तै गरेर हाम्रो अर्को प्रश्न रहेको छ राजशिर्य भनेर कुन राजालाई चिनिन्छ? यसको उत्तर रहेको छ सिद्धि नरसिंह मल्ल। त्यस्तै गरेर हाम्रो 22औं प्रश्न रहेको छ सर्वप्रथम चाँदीको मोहर चलाउने राजा को हुन्? यसको उत्तर रहेको छ महेन्द्र मल्ल। त्यस्तै गरेर आजको 23औं प्रश्न तपाईको लागि छ सर्वप्रथम तामाको पैसा चलाउने राजा को हुन्? यसको उत्तर खोजेर तपाईले तल कमेन्ट बक्समा दिनुहोला। त्यस्तै गरेर हाम्रो आजको 24औं प्रश्न रहेको छ यक्ष मल्ल कसका छोरा थिए? यसको उत्तर रहेको छ ज्योति मल्ल। त्यस्तै गरेर हाम्रो 25औं प्रश्न रहेको छ नेपाल मण्डेश्वर भनेर कुन मल्ल राजालाई चिनिन्छ? यसको उत्तर रहेको छ यक्ष मल्ल। त्यस्तै गरेर हाम्रो 26औं प्रश्न रहेको छ काठमाडौँ उपत्यकाका अन्तिम मल्ल राजा भनेर कसलाई भनिन्छ? यसको उत्तर रहेको छ हाम्रो यक्ष मल्ललाई। यो पनि एकदमै महत्त्वपूर्ण रहेको छ। त्यस्तै गरेर हाम्रो 27औं प्रश्न रहेको छ समाजलाई 4 जात 36 वर्णमा विभाजित गर्ने राजा को हुन् भनेको छ? यसको उत्तर रहेको छ जय स्थिति मल्ल। त्यस्तै गरेर हाम्रो 28औं प्रश्न रहेको छ जय स्थिति मल्ल नेपालका कति वर्ष शासन गरे? यसको उत्तर रहेको छ 43 वर्ष। त्यस्तै गरेर हाम्रो अर्को प्रश्न रहेको छ गोरखनाथ र गोकर्णेश्वरमा नियमित पूजा चलन कसले बसालेका हुन् भनेको छ? यसको उत्तर रहेको छ जय स्थिति मल्ल। त्यस्तै गरेर हाम्रो 30औं प्रश्न रहेको छ पशुपतिको आर्यघाट बागमती किनारमा लवकुश सहित राम मन्दिर कसले बनाउन लगाएका हुन् भनेको छ? यसको उत्तर रहेको छ जय स्थिति मल्ल। त्यस्तै गरेर आजको हाम्रो 31औं प्रश्न रहेको छ सेतो मच्छिन्द्रनाथको रथ यात्रा कसले चलाएका थिए भनेको छ? यसको उत्तर रहेको छ प्रताप मल्ल। त्यस्तै गरेर हाम्रो 32औं प्रश्न रहेको छ इन्द्र जात्रा कसले चलाएका हुन् भनेको छ? यसको उत्तर रहेको छ गुणकामदेव। त्यस्तै गरेर हाम्रो 33औं प्रश्न रहेको छ कुमारी पूजा गर्ने चलन कसले चलाएका हुन् भनेको छ? यसको उत्तर रहेको छ गुणकामदेव। त्यस्तै गरेर हाम्रो 34औं प्रश्न रहेको छ गाई जात्रा कसले चलाएका हुन् भनेको छ? यसको उत्तर रहेको छ जगत प्रताप मल्ल। त्यस्तै गरेर हाम्रो 35औं प्रश्न रहेको छ काठमाडौँका अन्तिम मल्ल राजा को हुन् भनेको छ? यसको उत्तर रहेको छ जयप्रकाश मल्ल। त्यस्तै गरेर हाम्रो 36औं प्रश्न रहेको छ नेपालभित्र फेला परेका पितृत्वको ठेगाना पत्ता नलागेको बेवारिसे नाबालक कुन आधारमा नेपालको नागरिक ठहर्छ भनेको छ? यसको उत्तर रहेको छ वंशज। त्यस्तै गरेर हाम्रो आजको 37औं प्रश्न रहेको छ सुगौली सन्धिमा अङ्ग्रेजको तर्फबाट हस्ताक्षर गर्ने को थिए भनेको छ? यसको उत्तर रहेको छ मेजर ब्राडशाह। त्यस्तै गरेर आजको 38औं प्रश्न रहेको छ नेपालमा मौजा परगना र जिल्ला भनेर 3 तहको प्रशासनिक व्यवस्था कुन शासनकालमा भएको थियो भनेको छ? यसको उत्तर रहेको छ राणाकालमा। त्यस्तै गरेर हाम्रो 39औं प्रश्न रहेको छ नेपाल र तिब्बत बीच कहिले केरुङ सन्धि भयो भनेको छ? यो पनि एकदमै महत्त्वपूर्ण छ। यसको उत्तर रहेको छ 1846 मा। त्यस्तै गरेर हाम्रो अर्को महत्त्वपूर्ण प्रश्न छ 40औं नम्बर भण्डारखाल पर्वमा सबैभन्दा पहिला मारिने को थिए भनेको छ? यसको उत्तर रहेको छ वीरध्वज बस्नेत। त्यस्तै गरेर हाम्रो आजको 41औं प्रश्न रहेको छ पाण्डिकी अड्डा कहाँ थियो भनेको छ? यसको उत्तर रहेको छ सिंहदरबार। त्यस्तै गरेर हाम्रो अर्को प्रश्न रहेको छ गोर्खा राज्यको स्थापना कहिले भयो भनेको छ? यसको उत्तर रहेको छ विशेष सम्वत 1616 भाद्र 25 गतेका दिन। त्यस्तै गरेर हाम्रो 43औं प्रश्न रहेको छ नेपाल सम्वतका प्रवर्तक राजा भनेर कसलाई चिनिन्छ? यसको उत्तर रहेको छ राघवदेव। अनि त्यस्तै गरेर आजको 44औं प्रश्न तपाईको लागि छ अक्षरांश नामक पुस्तक निशुल्क वितरण गर्ने व्यक्ति को थिए? यसको सही उत्तर खोजेर तल कमेन्ट गर्नुहोला।
त्यस्तै गरेर हाम्रो 45औं प्रश्न रहेको छ सुनको असर्फी मुद्राको रूपमा चलाउने राजा को हुन् भनेको छ। यसको उत्तर रहेको छ रणबहादुर शाह। त्यस्तै गरेर हाम्रो 46औं प्रश्न रहेको छ शहीद गङ्गालाल श्रेष्ठलाई शोभा भगवतीमा कहिले गोली हानिएको थियो भनेको छ। यसको उत्तर रहेको छ विशेष सम्वत 1997 माघ 14 गतेका दिन। त्यस्तै गरेर हाम्रो 47औं प्रश्न रहेको छ काठमाडौँ टेको स्थित भीम भुवनेश्वर मन्दिरमा भुवनेश्वर मन्दिर कसले बनाएका हुन्। यसको उत्तर रहेको छ माधव सिंह थापा। त्यस्तै गरेर हाम्रो 48औं प्रश्न रहेको छ नेपालको इतिहासमा उच्च स्तरीय जाँचबुझ आयोगद्वारा पहिलोपल्ट कुन राजालाई लिखित प्रश्न सोधिएको थियो। यसको उत्तर रहेको छ हाम्रो शाहवंशका अन्तिम राजा ज्ञानेन्द्रलाई। त्यस्तै गरेर हाम्रो 49औं प्रश्न रहेको छ जङ्गबहादुरको बेलायत र फ्रान्सको भ्रमण अवधि कति रहेको थियो। यसको उत्तर रहेको छ 1 वर्ष 29 दिन। त्यस्तै गरेर आजको हाम्रो 50औं प्रश्न रहेको छ सर्वप्रथम युरोप पुग्ने नेपाली राजा को हुन् भनेको छ। यसको उत्तर रहेको छ श्री 5 त्रिभुवन। त्यस्तै गरेर हाम्रो अर्को प्रश्न रहेको छ नेपालको इतिहासमा बाष्ठीहरण कुन राजाको पालामा भएको थियो। यसको उत्तर चाहिँ तपाईँ खोजेर र तल कमेन्ट गर्नुहोला। त्यस्तै गरेर हामीले निरन्तर नै नेपालको इतिहास सम्बन्धी अर्को भिडियो पनि हामी प्रस्तुत गर्ने नै छौँ। यो भिडियो तपाईलाई कस्तो लाग्छ प्रतिक्रिया दिनुहोला। भिडियो मनपर्छ भनेपछि लाइक कमेन्ट अनि हाम्रो युट्युब च्यानललाई सब्स्क्राइब पनि गरिदिनु होला। हामी अर्को पाठमा छिट्टै उपस्थित हुने नै छौँ। त्यति बेलसम्मको लागि हामी बिदा हुन्छौँ। हस् नमस्ते।